हेलो एभ्रिवान, आज म तपाईहरुलाई दामी मसला चियाको रेसिपी बनाएर देखाउँदैछु। सबैभन्दा पहिला चिया मसला बनाउनको लागि मैले यहाँ लिएको छु तेजपत्ता, दालचिनी, ल्वाङ, सौंफ, अलैँची र सुकमेल। अनि सबैलाई मैले मिलाएर राखेको छु यहाँ। अब यसलाई म ओभनमा रोस्ट गर्छु। घरमा बनाउँदाखेरि तपाईहरुले फ्राइङ प्यानमा रोस्ट गर्दा पनि हुन्छ, बिस्तारो सानो आगोमा रोस्ट गर्दा पनि हुन्छ। म चाहिँ यहाँ ओभनमा हाल्दै छु यसलाई। अब मैले सबै मसलालाई ओभन ट्रेमा हालेर ओभनको टेम्परेचर सेट गरेर ओभन भित्र हाल्दै छु। यहाँ हेर्न सक्नुहुन्छ मजाले रोस्ट हुँदैछ भित्र। अब मसला यहाँ ओभनमा रोस्ट हुँदै गर्छ। मैले एउटा ससप्यानमा चिया बनाउनलाई दुध बसाले। मेरो मसलाहरू पनि रोस्ट भइसकेको छ मजाले। यहाँ अदुवा मजाले ग्रेट गरेर चियामा हाल्नको लागि। अब मैले दुधमा अदुवा हालेँ, त्यसपछि चिया रङ हालेँ, त्यसपछि अलिकति चिनी कमै भएको राम्रो चियामा, अनि मरिच हालेर मजाले उमालेँ। अब यो मसलालाई ग्राइन्डरमा हालेर मजाले फाइन पाउडर बनाएर ग्राइन्ड गरिदिने। अनि यहाँ मेरो चिया पनि उम्लिँदैछ मजाले, कलर पनि दामी आइसकेको छ। मेरो मसला पनि रेडी भयो। यहाँ चिया मसला दामी रेडी भइसकेको छ। अलिकति चिया मसला हालेँ, चिया छाने कपमा, चिया रेडी। अलिकति माथिबाट मसला हालिदिएपछि दामी मसला चिया हुन्छ। मैले त यसरी नै बनाउने गरेको छु मसला चिया। तपाईहरुले कसरी बनाउनुहुन्छ? नयाँ रेसिपीहरू छन् भने प्लिज कमेन्टमा सेयर गर्नु होला। त्यो पनि ट्राई गर्नुपर्छ है त। थ्याङ्क यू फर वाचिङ।